यो झापाको बिर्तामोड 5 स्थित कृषि थोक रोड हो। तराई मुल्का जस्ता देखिने केही आइमाई र केही तन्नेरीहरू यो रोड दिनहुँ बढार्दै गरेका भेटिन्छन्। मानिसको चहल पहल हुनुभन्दा अगाडि नै उनीहरूले यो रोड बढारिसकेका हुन्छन्। एका बिहानै ब्रस्ने लगाएर मसिनो गरी धुलो बढार्दै गरेको दृश्य हिँड्नेहरूले देखेका हुन्छन्। तर उनीहरू को हुन् र किन यसरी दिनहुँ यो बाटो बढार्छन् कसैले पनि हेक्का राखेका हुँदैनन्। बाटो बढार्दै गरेको पहिलो पटक देख्नेहरूले त झन् पसलेहरूले राखेका सफाई कर्मचारी भएको सहज अनुमान लगाउँछन्। तर उनीहरू न त पसलेले राखेका सफाई कर्मचारी हुन्छन् न त नगरका नै। आखिर किन बढार्छन् त उनीहरूले यसरी दिनहुँ बाटो अनि सडकको मसिनो धुलो पनि किन उठाएका होलान् देख्ने जो कोहीलाई पनि लाग्न सक्छ। तर सडकको यही धुलोमा सुनको सपना देख्ने भारत पश्चिम बङ्गालका नागरिक दिनहुँ सुन भेटिने आशामा यहाँको सडक बढारिरहेका हुन्छन्। कृषि थोक रोड आसपासमा यहाँ केही सुन पसल पनि छन्। ग्रेस, दुर्गा भगवती, हाम्रो ताप्लेजुङ, सुकर्म, न्यू मनोकामना आदि ज्वेलर्स यहाँ सञ्चालित छन्। तिनै सुन पसलेले सडकमा मिल्काएको फोहोरमा उनीहरू सुन र चाँदीका ससाना टुक्रा भेटिने आशामा दिनहुँ पसलको बाहिरदेखि सडकसम्म नै बढार्ने गरेका छन्। बाटोमा रहेको धुलो बढारेर जम्मा पारिएको धुलो पखाल्दा सुन र चाँदी फेला पर्ने गरेकाले आफूहरूले वर्षौंदेखि यही काम गर्दै आएको भारतको पश्चिम बङ्गाल स्थित सिलगढीकी जसोदा भीमसे बताउँछिन्। जहिले सिलगढीबाट आउनुहुन्छ? सिलगढीबाट डेली। कतिवटा दोकानमा यसरी बढार्नुहुन्छ? पुरा मार्केट बिर्तामोडको मार्केटमा पुरा बढार्ने। तपाईँको नाम भन्दिनु न? नाम नाम गर्ने के गर्ने? जसोदा। जसोदा के? जसोदा के? भीमसे। जसोदा भीमसे। ए यो यसरी बढारेको कति वर्ष भयो? हाम्रो माबाप बुढाबुढी छौ, दादा दादीको हाम्रो बचपनको त जवानी बितेको यही बढारेरै सुन भेट्छ? ए कतिजना आउनुहुन्छ सिलगढीबाट? सिलगढीबाट बहुत ग्रुप छ। ग्रुप छ? ग्रुप छ। तपाईँको ग्रुपमा कतिजना? हाम्रो बेटा छ। बेटा हो? मेरो नाति छ। के नाम छ नातिको? के नाम छ? नातिको कृष्ण। कृष्ण। नाति र नातिनी बुहारीलाई सँगै लिएर आएकी उनले एक्का बिहानै कृषि थोक रोडमा सडक बढार्दै गरेको अवस्थामा भेटिइन्। निकै उत्साहका साथ ब्रस लगाएर सडकको धुलो बढार्दै गरेको उनले हामीसँगको कुराकानीका क्रममा 3 पुस्तादेखि आफूहरू यही काममा रहेको सुनाइन्। पहिला हजुरबुवा हजुरआमाले बुबा आमासँगै हामीलाई पनि सुन खोज्न ल्याउनु भयो। पछि आमा बुवासँग आउन थाल्यौं। अहिले छोराछोरी र नाति नातिना पनि हामीसँगै सुन खोज्न आउँछन्। उनले उत्साहका साथ भनिन्। हाम्रो परिवार मात्र होइन, सिलगढीबाट यहाँ सुन खोज्न आउने धेरैको परिवार यसरी नै चलेको छ। सुन खोज्ने हाम्रो पुर्ख्यौली पेसा हो, उनले थपिन्। मसँग अहिले नाति कृष्ण र बुहारी पनि सँगै आएकी छिन्। हामीहरू सबैजना मिलेर जम्मा पारेको धुलो पानीले पखाल्छौँ र फेला परेका सुन र चाँदीका टुक्रा बेचेर जीवन निर्वाह गर्छौँ। बिर्तामोडमा रहेको सुन मार्केट सहित सुन पसल वरिपरि सबैतिर हामी बढार्दै सुन खोज्छौँ, उनले भनिन्। हामी यहाँ मात्र होइन, सुन खोज्नका लागि हरेक सोमबार धरानसम्म पुग्ने गरेका छौँ। धरानमा सोमबार बजार बन्द हुन्छ। बिर्तामोडमा पनि सोमबार नै बजार बन्द हुन्छ। हामी बाँडिएर काम गर्छौँ, उनले भनिन्। हाम्रो टिम सल्लाह गरेर कहिले यता हुन्छ त कहिले उता जान्छ। एका बिहानै सडकको धुलो बढार्दै गरेको धेरैले हेर्छन्, तर हामीहरू उनीहरूलाई वास्ता गर्दैनौँ। हजुरआमासँगै सुन खोज्न बिर्तामोड आइपुगेका कृष्णले भने, हामीलाई कसले हेरेको छ कसले हेरेको छैन त्यसको प्रभाव हुँदैन, मनमा चाहिँ लागेको हुन्छ आज कति सुन भेटिन्छ। धुलो बढार्ने क्रममा एकजनाले 5 आनासम्म सुन चाँदी फेला पार्ने गरेको उनको भनाइ छ। सुन खोज्नका लागि आफूहरू बिर्तामोड सहित सुरुङ्गा, विराटनगर, इटहरी, दुहबी, लहान, धरानसम्म पुग्ने गरेको उनी बताउँछन्। बिर्तामोडको सडक र आसपासका सुन पसल अगाडि बढारिएको धुलोमा सुन खोज्ने जसोदा र कृष्ण प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्ता धेरैले यही पेसा अँगालेर जीविकोपार्जन गर्नुले पनि धुलोमा सुन भेटिँदो रहेछ भन्ने साबित हुन्छ। कर्णाली, विष्णुमती सहित नेपालका धेरै खोला नालामा सुन खोज्ने महिलाहरूको चुनौती र सङ्घर्षपूर्ण कथा सुनिँदै आए पनि आफ्नै ठाउँ वरिपरि मेहनत गरेर सुन जम्मा गर्ने भारतीय नागरिकहरूले दिनहुँ राम्रो आमदानी गरिरहेका छन्। झट्ट सुन्दा धुलो बढार्दा पनि सुन भेटिन्छ र अपत्यारिलो लाग्न सक्छ, तर सुन पसलमा टुक्रिएका सुन चाँदीका कण धुलोमा मिसिने गरेका छन्। सुन पसलेले फोहोरको रूपमा सडकमा मिल्काएको त्यही वस्तुलाई एकीकृत गर्दै सुन खोज्नु
हामीलाई चुनौतीपूर्ण काम जस्तो लागे पनि भारत पश्चिम बङ्गालका नागरिकलाई भने यो कर्म नै पुर्ख्यौली पेसा बनेको छ। स्वदेशमा रोजगारी नपाएर विदेशिनीको लर्को छ अहिले नेपालमा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक 2500 भन्दा बढी युवा विदेशिनी गरेको सरकारी तथ्याङ्क छ। अझ त्योभन्दा धेरै स्थलमार्ग हुँदै भारत लगायतका देशमा कामको खोजीमा युवा पलायन हुन्छन्। तर भारतका विभिन्न स्थानबाट सुन खोज्नदेखि पानीपुरी बेच्न आउने सम्मले मासिक लाखौं रुपियाँ कमाएर लाँदा समेत त्यसतर्फ कसैको ध्यान जान सकेको छैन। सडक पेटीमै बेचिने नरिवलको पानी र उखुको जुस, हिउँदको समयमा सडक पेटीमै बेचिने बदाम, सडक किनारमा ठेला राखेर बेचिने पुच्का र पानीपुरी, चटपटे र पकौडा होस् या त घुम्ती सैलुन खोलेर किन नहोस्, भारतीयले दिनहुँ मनग्गे आमदानी गरिरहेका हुन्छन्।